So, hey guys, नमस्ते सबैजनालाई हेलो नमस्ते दर्शन लास्ट सलाम वालेकुम इट्स मी भविष्य छेत्री आइसकेको छु फेरि पनि तपाईहरुको सामु यहाँ चाहिँ हाम्रो अनिलको उपस्थिति भइसकेको छ अनिल ब्रेकिङ गर्छन् र इनले चाहिँ एकदमै राम्रो डाइभ पनि हान्न जानेको छन् है सो सबैजनालाई फेरि पनि वेलकम ब्याक फेरि पनि आइसके आज डे 3 र भोलि डे 4 सो भोलिको लागि आदि सब्स्क्राइब गर्नुहोस् भन्दै भ्लग पनि पुरै हेर्नुहोस् दिन दिन ड्याङ्की ड्याङ भ्लगहरु आइरहेको छ तपाईहरुले हेर्न मजा लागिरहेको होला अनि मेरो लुक्स हेर्नुहुन्छ भने लुक्स केही पनि छैन ए सिम्पल सर्ट हिजो हामी गएको थियौं नि कार्यक्रममा त्यहाँ गएर चाहिँ हामीले के पायौं तिमीहरुले भन्नुहुन्छ भने हेर्नुहोस् लुक एट दिस हामीले यो पाएको थियौं 25औं वार्षिकोत्सव 25औं वार्षिक उत्सव नतिजा प्रकाशन तथा अभिभावक दिवस 2081 अतिथि हेर्दा मात्र कार्ड हो तर त्यहाँ अतिथि भनेर लेखेको थियो यहाँ मैले स्पिकर किनेको थिएँ अनि स्पिकरै बिग्रियो के गाइजहरु हैन यहाँ हेर्नु न कता गयो यो स्पिकर किनेको थिएँ यो चाहिँ 1914 को स्पिकर यसको हालत मेरा बा अनि यसको यो चार्ज लगाउने ठाउँ हुन्छ नि दुलो हो यो चाहिँ पुरै छैन के चार्ज आउने हेर्नु न छदै छैन के ग्यास चाहिँ हामी अर्को स्कुलमा जाने प्लान छ तर आई थिंक अब हुन्छ कि हुन्न फिक्स छैन बिजदाईको घरको ठ्याक्क साइडमा भुपु स्कुल छ अनि भुपु स्कुलमा आज एनुअल फंक्सन अनि त्यहाँ जाने कुरो थियो तर के हुन्छ अहिलेसम्म खै के कन्ट्र्याक्ट आएन के रे त्यो भएर भोलि चाहिँ हाम्रो कन्सर्ट छ 4 नम्बरमा अनि कन्सर्टको लागि चाहिँ प्र्याक्टिस गर्नको लागि आएको छौं हामी अनि त्यही हो भोलि चाहिँ बवाल ब्लग आउँदैछ है भोलि चाहिँ बवाल ब्लग आउँदैछ 4 नम्बर चोकमा चाहिँ नयाँ वर्षको कन्सर्ट लाग्दैछ सो सबैजना आउनु होला सबैजना भेटौँला रमाइलो गरौँला ब्यान्ड स्यान्ड हुन्छ ट्याग टुक रमाइलो नयाँ वर्ष 2082 हैन सबैजना रमाइलो गर्नुपर्छ 82 सालमा सबैजना मिलेर बस्नुपर्छ नेपाली दाजुभाइहरु मिलेर बस्नु पर्यो हैन धेरै बोले जस्तो लाग्यो सो यहाँ यसको पोज बवाल गरे है यस्तो त केही न अझै पनि छन् रुक्नु छड्के उल्टे हान्दियो त एक लट उल्टे टाइप हान्दियो न ल 1 2 3 त्यही अब दाइहरु आउँदै हुन्छ दाइहरु आएपछि भेट्नेछौँ र आजको ब्लग के हुन्छ कस्तो हुन्छ मलाई पनि थाहा छैन र्यान्डमली ब्लग हो कन्टेन्टहरु सोचेर बनाउनु मैले कहिले पनि त्यतिकै लाइफ स्टाइल देखाउने हो लाइफ स्टाइल त के हरायो झोले यस्तै हो सो हामी एकछिनपछि भेट्नेछौँ डोन्ट फर्गेट टु सब्स्क्राइब एन्ड कीप वाचिङ एट लास्ट सम्म है त माया छ सबैलाई सो साथीभाइहरु फेरि पनि वेलकम ब्याक सबैजना आइसक्नु भएको छ हाम्रो साथीहरु चाहिँ दाइ साथीहरु अनि अब चाहिँ फेरि हामी जान लागेको छौं अब त्यही हो अब दिनदिनै स्कुल जाने आउने हाम्रो ताला चाहिँ हामीले लुकाउने ठाउँ चाहिँ वरिपरि कतै हामी लुकाउँछौँ क्या बुझ्नुभयो थुप्रै डकेटी नगर्नुलाई फेरि आएर होइन यता हाम्रो चाहिँ ग्याङ ब्याङ हुँदैछ सो अब हामी जान लागेको छौँ ल हामी चाहिँ बिजदाईको घर आइसकेका छौँ है हाम्रो बिजदाई घर चाहिँ यही हो अनि ऊ त सानोमा चाहिँ हामी डान्स सिक्दाखेरि चाहिँ क्या मेरो डान्स स्टार्टिङ भएको फर्स्ट क्लास चाहिँ ऊ त्यही हो क्या गुम्बा बुद्धलाई पूजा गर्ने ठाउँ गुम्बा हैन अनि क्याब चाहिँ मसँग हरिफ छ है अब उतातिर जाने कुरो हुँदैछ अनि बेन्डेज बाइक जमानाको यहाँ छ त्यही हो अब हामी स्कुलतिर जान्छौँ स्कुलतिर गएर नाच्नेछौँ अनि धन्यवाद आदरणीय दर्शकबिनहरू लाज लाग्ने के फेरि यस्तो त्यो गर्नलाई होइन लाग्दिन के को लाज होइन नाच्यो सबैले खै त मलाई खाना लगाइदिएको ल हाम्रो नानीहरूसँग भेट भयो फाइनल चाहिँ नाम के हो तिम्रो नाम के हो भन न मनिष तिम्रो के हो के हो रे टिचार श्याम तिम्रो विश्वास ल त सबै पछि आऊ सबै नमस्ते गर के भएको तिमी केमा तिमी के भयो ल बाई बाई
ल अहिले चाहिँ हामी डान्स क्लासमा हामी स्कुलको एउटा रुममा यतिकै खाली रहेछ अनि यहाँ प्र्याक्टिस गर्ने गरेर प्र्याक्टिस गरेर आएको हामी अनि यहाँ चाहिँ सबैजना सुजन सोनु आएन दाइ सबै हम सबै यहाँ प्र्याक्टिस गर्नु पर्यो लकी दाइ अब हामी प्र्याक्टिस सुरु गर्छौँ अनि 1 बजे गर्नेछौँ A few moments later. सो नाचेर आयो हामी सबैजना है ए नाच्न गइन्छ बच्चा नाचेर आइन्छ कि थाहा छ पाइमा हेलो ल 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 नाचेर भयो कि नाच्ने अझै हो र बेस्ट अफ लक लभ यु सेकेन्ड भएको होइन तिमी पढाइमा हो सेकेन्ड भएको केमा म त पढाइमा होला भने ए होइन अरे पढाइमा छैन कहाँ पढाइमा यस्तो पढेको फर्स्ट हुन्छ होइन सुनिरहेको अवस्था होइन अनि अब नास्ता पानी हाल्न लागेको हामीले चाहिँ स्कुलको क्यान्टिनमा अनि यहाँ चाहिँ अब यस्तो हुन्छ थकै लागेर म सुतेको कि हिजो अस्तिदेखि नाची प्र्याक्टिस भइरहेको छ अनि अहिले चाहिँ हामी यहाँ छौँ अनि भोलिको लागि चाहिँ के गर्ने कसो गर्ने भनेर सेड्युल मिलाउँदै हुन्छ दिदी दाइले यहाँ नगर्नु न यहाँ हाल्नुहुन्छ सो भोलिको प्लान चाहिँ के छ दाइ भविष्य ग्रुपबाट निकालिदिने हो किन अन्त जहिले बिर्सिने यार हो भारी मिस्टेक हो गया सर एकदम मलाई बस्नु नि मन छैन तर ग्रुपमा ह्याट्टी भन्नुभयो साँच्चै हो ग्रुपमै छैन त यो ग्रुपमै छैन सकिन्न ग्रुपमै सकिन्न कि बोल्नै सकिन्न त यसको अघि जान बोल्नै सकिन्न मजाक बना के रखते हो भड़ुआ समझे है क्या यत्रो आए यत्रो डर लाग्ने क्या उता चाहिँ हाम्रो अन्टीले नास्ता गरेर आउनुभएको छ बिजदाईको मम्मीले हामीलाई मामुले बिजदाईको मामुले चाहिँ नास्ता गरेर आउनुभएको छ नमस्ते नमस्ते ल खाइएनौँ कन्टिन्यू होइन एक्कासी दौडेर जाँदाखेरि हो कि अल्झेर हो सो साथीभाइहरू अब हामी यहाँदेखि जानु लागेको स्कुलदेखि आज स्कुलमा प्रोग्राम थियो यहाँ बाँकी साइड देखा हामीदाईको अनि त्यही हो आजको दिन पनि यस्तै कार्यक्रम गरेर भइयो भोलि झन् डान्स कन्सर्टमा हाम्रो हुनेछ अनि त्यही हो भोलि कन्सर्ट बवाल नबोलाउन भ्लग बनाउनु लाग्यो सधैँ के सधैँ भ्लग बनाएको बेला बोलेको भयो सुरु भयो स्टार्ट भयो 1914 को बाइक हो क्या भेन्टेज बाइकमा थिएन पाउनुहोस् तपाईँले मेरो भ्लगमा बुझ्नुभयो अरू बाइकहरू त्यही नै पाउनुहुन्न आजको भ्लग चाहिँ सानो भयो त्यही एउटा मात्र स्कुलमा मात्र भयो आजको भ्लग चाहिँ अनि अरू भ्लग चाहिँ भोलि मैले हाल्नेछु दिनदिनै भन्दै आजको लागि बिदा गर्न चाहन्छौँ हस् त बाई लभ यु चुप्पा